मम्मीको अचार अरे यी तेरो मम्मीको अचार खाते साला गाई चाहिँ झापालिस दाइ चाहिँ के जोसँग नि कन्ट्रोभर्सी गर्दै हिँड्ने मान्छे हो क्या हो अस्ति मैले भर्खर भिडियो हेर्दै थिएँ होइन टिकटकमा स्क्रोल गर्दै थिएँ त्यो भिडियो आइदियो कन्ट्रोभर्सी भन्दा नि यो मान्छे अलि पागल ठिस त्यो दिमाग नभएको कि झ्या भएर सुडुसो तानेर लाइभ बसेर अरूलाई मुख छाड्ने अनि त्यसपछि अरूलाई गिराउने यहाँ भिडियोमा खुब भन्दा छ नि अरूलाई गिरायो मम्मीको चाहिँ नकिन्नु हामीलाई मुख छाडेको छ पुरै होइन अब हामीले त्यस्तो अरूको अचारको बारेमा त्यस्तो भनेको न के भनेको छ होइन हामीले चाहेको भए जस्तालाई त्यस्तो रिप्लाई पनि दिन सक्दैन तर यो दाइ जतिको हामी घिर्न सक्दैनौँ होइन त्यसरी भन्नेले अब जस्तै के अरे अब म भन्छु सुन्नु यहाँ सुन्नु होइन यो चाहिँ सुरु कहाँबाट भन्दाखेरि चाहिँ मैले त्यो बुढा त्यो अरूको अचारको बारेमा न के भनेको थिएँ न के राम्रो नराम्रो भनेको थिएँ होइन यो दाइले भिडियो हालेको थियो बुढाको अचारको बारेमा युट्युबमा होइन टिकटकमा हालेको थियो है अब जहिले आएर मम्मीले पनि बनाइराखेर जहिले सब्जी हाल्नु थियो अनि मासुको अचार यसको बारेमा हाल्नु भएको थिएन अनि बुढाको अचार हाल्नु भएको थिएन म अनि के अरे यसरी यो देख्ने भिडियो देख्ने बित्तिकै मैले दाइलाई होइन इन्स्टामा गएँ सिधै म टाइम पनि देखाइदिन्छु तपाईँहरूलाई होइन इन्स्टामा गएर यो दाइलाई मैले मेसेज गर्नु खोजेँ टिकटकमा मेसेज गर्न मिलेन होइन इन्स्टामा गएर मेसेज गरेँ मैले त्यो दिन मैले भिडियो देख्ने बित्तिकै यहाँनिर नमस्ते झापालिस दाइ होइन माई नेम इज अर्जुन एन्ड आई एम रिप्रेजेन्टिङ मम्मीको अचार वी रिसेन्टली वाच द स्ट्रिम वेयर यु टक अबाउट अचार्स एन्ड हाउ मच यु इन्जोय इटिङ मासु इट मेड अस थिङ्क द्याट आवर होममेड अचार्स विल बी समथिङ यु जेनरली इन्जोय वी लभ टु सेन्ड यु पिआर प्याकेज अफ आवर सिग्नेचर अचार्स फर यु टु टेस्ट आवर प्रडक्ट त्यो दाइ नेपालमा आएको थियो त्यो बेला होइन म दाइको भिडियो हेर्छु सधैँ भिडियो हेरेर हुन्छ होइन प्रायः जस्तो अनि यो पठाएको मैले हेर्न सक्नुहुन्छ 22 जुलाईमा पठाएको थिएँ मैले त्यो लाइभ स्ट्रिम देख्ने बित्तिकै न अरूको अचारको बारेमा के नराम्रो भएको थियो त्यसले कस्तो नराम्रोसँग मुख छाडेको छ क्या मलाई होइन हामीलाई कसलाई छाड्यो त्यो थाहा छैन त्यस्तो न त्यो लाइभमा च्याटसँग त्यो अरू मान्छेहरूले च्याटमा गएर भने होला त्यस्तो होइन मम्मीको अचारको खानु यस्तो भनेर भने होला हामीले हाम्रो तर्फबाट भने खाएन दाइ होइन त्यो तपाईँले जुन भन्नुभएको छ त्यो चाहिँ हामीले चाहिँ एकदमै हुँदैन मैले चाहिँ फेरि पनि रिप्लाई दिनु भनेर सर भनेर मैले च्याटमा पनि उहाँको स्टोरीमा पनि रिप्लाई गरेको थिएँ होइन त्यसपछि भर्खर मैले मेसेज गरेको छु दाइलाई त्यो भिडियो देख्ने बित्तिकै मेरो पारा तात्यो क्या पारा तात्यो साँच्चै भने मैले चाहे भने त्यो दाइ जस्तो मुख छाड्न सक्छु क्या मैले म त छाड्दिनँ होइन अनि त्यसपछि यहाँ मैले रिप्लाई गरेँ हेलो झापालिस आई एम फ्रम मम्मीको अचार हामीले बुढाको त्यो त्यही नाम थियो नि त बुढाको अचारको लागि केही नराम्रो भनेको छैन तपाईँले लाइभ स्ट्रिममा किन त्यस्तो भनेको बुढाको अचारबाट इन्सपायर भएर हामीले इन्सपायर भएको हो नभने होइन उहाँहरूको अचार देखेर हामीले अचार खोलौँ भनेर हामीले पनि खोलेको हो होइन अनि त्यस्तो हामी त्यस्तो हेड गर्न खोजेकै थिएनौँ क्या त्यस्तो भनेको थिएन मैले सिधै पिआर प्याकेज मेसेज पठाएको थिएँ यसमा कहाँ भनेको छ ल त्यसको अरू अचारको बारेमा मैले नराम्रो कहाँ भनेको छु ल त्यो अरू च्याटमा आएर तपाईँको लाइभ स्ट्रिममा आएर अरू च्याटमा अरू मान्छेहरूले भनेको होला त्यो होइन न हाम्रो च्याट तपाईँको लाइभ स्ट्रिममा आएर च्याट गर्ने भन्न चाहिँ ठिस कस्तो ठिस लाग्यो मलाई भन्न चाहिँ त्यो गाली चाहिँ कसलाई दिएको लाइभमा गाली दिएको यहाँ सुन्नु है अस्तिको के पठाएँ मैले कसले पठायो हाम्रो तर्फबाट ल के बोलायो अरूलाई घिराउन खोजे यस्तो भन्छस् अब कि हामी भनेर लाइभमा कोही बोलिरहेको थियो कि त्यहाँ होइन त्यो चाहिँ थाहा नै भएन कि कसलाई भने हो सिधै अब लाइभमा त्यो अरू च्याटको मान्छेलाई भने तर मम्मीको चाहिँ मेन्सन गरेर हामीलाई भनेको छ नि त होइन यो चाहिँ फेरि अरूको मान्छेले भिडियो हालेर देखाएर मैले भने यस्तो रुचि देखाए घिराउन खोजेर कसले घिरायो ल मैले त्यही त पिआर प्याकेज नदेखाएको चाहिँ मेसेज लाइभमा गाली दिइरहेको छ कि तपाईँ बनेर चाहिँ कोही बोले हो कि लाइभमा त्यो कन्फ्युजन भयो कि त्यो के भने हो लाइभ स्ट्रिम हेर्न फुर्सद पनि छैन मैले न सब्स्क्राइब पनि गरेको छु मैले टिकटकमा हेर्ने दाइको इन्स्टामा हेर्ने भन्नुभएको छ कि बुढाको चाहिँ घिराउन खोजे यहाँ गर्न खोजे तपाईँले चाहिँ के गरिरहेको छ त नि तपाईँले नि त्यही काम गरिरहेको छ होइन तपाईँले चाहिँ कसलाई घिराइराख्नु भएको छ नकिन रे तपाईँले नकिन भनेर कसले किन्दैन र हाम्रो अचार हाम्रो डेली कस्टमरले हामीलाई मन परेर हामीलाई माया गरेर किन्नु भइहाल्छ तपाईँले नकिन भनेर किन्दैन अरूले नकिने त्यस्तो हुँदैन नि तपाईँ ठिस मान्छे तिमीले यसको भिडियो चाहिँ कसरी हेर्नु थाल्यो यस्तो मान्छेको पहिला हेर्थे यस्तो ठिस मान्छेको दिमाग छ नि ट्राई गर्न मन छ दाइलाई मासु मनपर्छ भनेर मैले पिआर प्याकेज पठाउन मेसेज गरेको दाइलाई होइन यस्तो रिप्लाई आउँछ भनेर मैले सोचेको थिइनँ यार के बोले अहिले बोल्न त कस्तो घिन लागेको ल हामीलाई मात्र भने कहाँ भनेर अरूलाई पनि भनेर त्यसरी हगेको अचार बना नि त जस्तोले तपाईँ जस्तोले त यो होइन त्यो जस्तो किन बन्नु कहिले अब रिस उठिहाल्छ त्यही हो हामीले भन्नुपर्ने कुरा चाहिँ यति हो गाइज होइन मलाई त्यो धेरै पारा तातो क्या म भिडियो बनाउने बेला नि थिएन त्यो पारा तातो भएर बनाएको रिप्लाई चाहिँ गर्नु पर्यो नि त्यो होइन गुको अचार खानु त आफै हगेर खानु अब तपाईँले खानु होला है अब यो चाहिँ के हो त्यस्तो गाली देखायो भने त्यही त कम त के बनाएको थियो
ठिस त्यही लाइकको यति हो मान्छे हो गाइज यो उताबाट रिप्लाई आओस् हामी रिप्लाई गर्छौँ अझ अरूलाई गिराउने अरूलाई गिराएर यहाँ त्यो बुढाको अचार केही होइन दाइ बुढाको अचार भन्दा हाम्रो अचार चाख्नु न तपाईँ पल्किनुहुन्छ किन अरूलाई गिराएको त म्याच सिक्ने तिमीहरू अरूलाई गिराउने मुजीहरू तिमीहरू चल्दैनस् भाइ तिमीहरू केही चल्दैनस् मुजी एउटा के आएको सबैजना मम्मीको नातिको छोराको के को मेरो हगेको अचार भाइ फेरि त्यो दाजुभाइ कि दिदी बहिनी बसेको रहेछ पुरा त्यहाँ अब चाहिँ भनेर मेसेज पठाएको नि भन्न म्याच सिक्ने मेसेज पठाएको रन्डीको भाइ गेडुरी आएको पनि भन्न म्याच सिक्ने यस्ता मम्मीको अचार के छ बहिनी दाइ ठिक छ दाइ फर्स्टमा चाहिँ मलाई मुख छाडेकै हुँदेखि रिस उठिरहेको छ होइन हाम्रो मुख छाडे हो नि त जे भए पनि हामीलाई छाडे हो नि त हैन कालिस दाइ नमस्ते एके मनिष पाण्डे दाइ नमस्ते यो म चाहिँ हामी चाहिँ कुरा क्लियर गर्न आएको दाइ नमस्ते के हाम्रो मुख छाड्न हुँदैन ए नमस्ते भनेर रेस्पेक्ट गर्छौँ है दाइलाई चाहिँ ह्युज रेस्पेक्ट छ हाम्रो तर्फबाट नो एट नथिङ एल्स मेरो तर्फबाट त छैन यस्तो मान्छेले यस्तो मुख छाड्ने मान्छेलाई त कसले दिन्छ सबको आफ्नो आफ्नो कन्टेन्ट हुन्छ उसको आफ्नो कन्टेन्ट हो त्यो मुख छाडेर पैसा कमाउनु चाहिँ आफ्नो कन्टेन्ट हो होइन हाम्रो अचारको बिजनेस हो हामीले बनाएको 2 वर्ष भयो दाइ होइन त्यो बेलामा सुरुमा बुढाको अचार थियो आमाको अचार थियो त्यसरी हाम्रो थियो होइन अब अरूहरूको त्यो हिडन थियो होला अरू अगाडिको पनि थियो होला तर फर्स्टमा यो 2 वर्ष भयो यो कुरा क्लियर गरे अब यो कुरा क्लियर गरौँ है त के भन्नु दाइले जुन भन्नुभयो नि होइन के अरे बुढाको अचार नखानु मिठो छैन हाम्रो खानु यो कुरा क्लियर गरौँ है यो हाम्रो तर्फबाट तिमीले भनेको छौ मैले भनेको छैन मलाई हामीलाई प्रुफ चाहियो कता भनेको छ मेसेजमा कता भनेको छ के मैले तपाईलाई के मेसेज गरेको छु म तपाईलाई स्क्रिनशट यहाँनिर हालिदिन्छु होइन दाइ अनि दाइको फ्यानहरू तपाईहरु को हुनुहुन्छ म स्क्रिनशट यहाँ राखिदिन्छु अनि कतिले हामीलाई चाहिँ फुल स्ट्रिम हेरेन के लाइभ स्ट्रिम हेरेको छैन फुल भनेर हाम्रो करेक्ट त हामीले हेरेको यो भिडियो पाउने बित्तिकै हामीले फुल हेरेको मैले सुन्नु सबजना सुन्नु होला होइन गाइजहरू तपाईँहरू पनि होइन धाबा स्टारको फ्यान हुनुहुन्छ मनि दाइको भिडियो हेर्छु होइन अनि सुरुमा दाइले त्यो बुढाको अचारको क्लिप्स आयो क्या बुढाको अचार कस्तो छ गाइजहरू यो खाना पर्ने थियो के अरे मलाई त मासु नभएको भातै रुच्दैन भन्नुभएर भिडियो हाल्नु भएको थियो होइन त्यो भिडियो देख्ने बित्तिकै मैले दाइलाई पिआर प्याकेजको लागि मेसेज पठाइदिएँ मतलब दाइलाई मासु मिठो लाग्छ धेरै महिना अगाडि जुलाई अहिले अगस्त भइसक्यो होइन त्यो दाइलाई मैले सिधै मेसेज गरेर दाइ हाम्रो अचार छ अचारको हाम्रो तपाईँलाई मासु मन पर्दो रहेछ हामी पठाउँछौँ भनेको थिएँ हामी अचार पठाउँछौँ तपाईँलाई खाइदिनु मिठो लाग्यो भने केही भनिदिनु स्ट्रिममा यसरी भनेको थियौँ होइन मैले जस दाइलाई मेसेज पनि गरेको छु क्लियर हिजो पनि लाइभमा भन्नुभएको रहेछ क्या त्यो चाहिँ अब त्यसरी मुख छाड्नुहुन्छ जस नो हेड दाइलाई होइन त्यस्तो हेड छैन हामीले सबै स्क्रिनशट राखिदिन्छौँ है अब चाहिँ सबै के भनेको छ एक्ज्याक्टली के भनेको छ अनि त्यो वर्ड चाहिँ कहाँबाट आयो दाइ यो चाहिँ तपाईँलाई कोहीसँग चाहिँ यसको चाहिँ भिडियो बनाएर हामीले रिप्लाई गर्नुपर्ने हुन्छ तपाईँले जसरी भए पनि हामीलाई यसरी मुख छाड्न चाहिँ तपाईँले मिल्दैन बुझ्नुभयो तपाईँको लाइफमा त्यो अरूले आएर भन्यो होला हाम्रो कस्टमरले भनेर भन्यो होला अर्को क्लिप पनि देखाएको थिएँ क्या तपाईँले अचारको बारेमा भनिरहनु भएको रहेछ त्यसपछि अरू मान्छेहरूले आएर दाइ यसको अचार खानु यसको अचार नखानु यसको भिडियो छैन यसको भन्यो होला अनि तपाईँको फ्यानको एउटा आइडी थियो इस भन्नेले बनाएको थियो होइन इस भन्ने चाहिँ यहाँनिर बनाएको छ उहाँसँग उहाँले कुरा गर्नुभएको थियो मलाई उहाँले पनि तपाईँ बनेर होइन तपाईँ बनेर मागिरहनु भएको थियो क्या अचार मागिरहनु भएको थियो अनि मैले चाहिँ भने फेक हो यो भनेर अनि मैले त्यस्तै दाइसँग कुराहरू मेरो कन्ट्याक्ट छ म कुरा गर्छु भने मैले भन्दाखेरि रिप्लाई गर्नुभयो दाइले हामीलाई यस्तो किन भन्नुभयो भने होइन मिसअन्डरस्ट्यान्डिङ भयो हौ एउटा मम्मीको अचार नेमको आइडीबाट मेसेज गरेको थियो भन्दा दाइ हाम्रो अचार किन्नु न हाम्रो अचार बुढा यसो भनेको थिएँ होइन मिठो टाइपको मेसेज गरेको हो त्यो स्ट्रिमको मैले क्लिप्स पनि आज भर्खर देखेको थिएँ होइन त्यसमा अब हाम्रो केही फल्ट थिएन तपाईँले चाहिँ हामीलाई त्यसरी भन्न चाहिँ नहुने थियो तपाईँले पनि यसो दिमाग लगाएर आफ्नो दिमाग लगाएर तपाईँले पनि यो कोले बोलेको भनेर त्यो पत्ता लगाएर गर्नुपर्ने थियो हाम्रो तर्फबाट अरू बिजनेसलाई नो हेड क्या कसैलाई पनि हेड छैन हामी सबैजना सानोबाट सुरु गर्दै आएको हो होइन सबैजना ग्रो होस् क्या सबैजनाको ग्रो होस् हामी त्यस्तो त्यो चाहन्छौँ क्या हामी अरूलाई गिराउने हामी आफै माथि हुने त्यस्तो चाहँदैनौँ क्या तपाईँको मुख छाड्दैमा तपाईँको युट्युब चल्छ भने तपाईँले यसरी मुख छाड्न मिल्दैन कि कुरा नबुझिकन चाहिँ कसलाई पनि तपाईँले यसरी मुख छाड्न मिल्दैन कि कुरा नबुझिकन चाहिँ बुझ्नुभयो तपाईँको भ्युज आउँछ त्यो तपाईँको यो युट्युब च्यानल चल्छ मुख छाड्दैमा भन्दैमा चाहिँ अरूलाई जे पाए त्यही भन्न चाहिँ मिल्दैन कुरा नबुझिकन तर दाइले भन्न पनि उसलाई भनेको छ क्या जसले भनेको भने मान्छेले होइन त्यसलाई भनिरहनु भएको छ होइन तर मम्मीको चार नकिन यो नकिन त्यो नगर काम छैन यसको यसले के गरिरहेछ बेचिरहेछ कसरी बेचिरहेछ भने त्यो चाहिँ अलिक मिल्दैन क्या लाइभमा चाहिँ हामी होइन के लाइभमा हामी थिएन लाइभ
म देखाउँछु अहिले पनि सब्स्क्राइबर अन्ली मोड राखेको छु सब्स्क्राइब गरेको म त छैन को मैले झापलिस भन्छु को झापलिस भन्छ भाइ मलाई लाइभ बस्दा नि भन्छ झापलिसको भिडियो हेर्न त झापलिसको भिडियो हेर भनेर भन्छ है म त के भने भन्छु अनि त्यसपछि मैले उसलाई भनेपछि उसले सर्च गरेर हेर्दा त ल यस्तो चलिरहेको रहेछ अनि अहिले यहाँ सुरुमा चाहिँ के भन्नुभएको छ भन्दाखेरि होइन के अरे मेरो नाम लिएर चल्न आएको भनेर भन्नुभएको छ हामी तपाईँको नाम लिएर चल्न आएको नि होइन तपाईँको भिडियो देख्यो तपाईँले गाली दियो हामीलाई गाली दिएर रिस उठ्यो नभनेको कुरा गर्दाखेरि रिस उठ्छ जसलाई पनि होइन त्यो हो तपाईँलाई हेर्छ छैन त्यत्रो मुख छाड्दा पनि हेर्छ छैन फेरि दाइ भन्नुभयो त्यो चित्त नबुझेर हामीले हिजो भिडियो बनाएको थियौँ होइन अन्त फेरि तपाईँले हिजो राति स्ट्रिममा फेरि रिप्लाई दिनुभएछ त्यसको लागि केही छैन मुख छाड्नु भयो त्यसको लागि केही छैन होइन अब यो कुरा चाहिँ क्लियर गर्न आएको क्या हामी थिएनौँ क्या त्यो अब कसले गर्यो मेसेज कसले के गर्यो अरू कस्टमरले राम्रो हाम्रो मिठो लागेर भन्यो होला होइन त्यो आफ्नो ठाउँमा छ क्या त तपाईँले जुन अब त्यो मान्छेलाई भन्नुपर्ने हो क्या तपाईँले त्यो मान्छेलाई भन्नुपर्ने हो त्यो मान्छेले सिकाउनु पर्ने हो तपाईँले उल्टै मम्मीको छ नकिन काम छैन यो मुला के बेच्छ यसले खातै भन्दै यसो भनेर अनि त मु डट तिम्रो कसो जान्छ कसले किन्छ भनेर भनेछ होइन अब सुन्दा कुल सुनिन्छ त्यो परेको मान्छेले थाहा हुन्छ कि कस्तो भइरहेको भनेर मुख छाड्दाखेरि त ठिकै छ दाइ यति हो हामीले भन्न पर्ने अब तपाईँको के छ लाइभमा भन्नु भोलि तपाईँको फ्यानहरूले भिडियो हालिहाल्छ हामी हेरिहाल्छौँ अनि फेरि रिप्लाई आउँछ है त